I broke my same hand again. Even though मेरो मामु ड्याडीले मलाई एकदम राम्रोसँग केयर गरिराख्नु भएको छ, I challenge myself to do everything on my own, literally everything. सुरुमा म उठ्ने बित्तिकै कपालमा काटा लाउन खोजे, but भएन, so my brother helped me. First mission failed. Then I brushed my teeth, washed my face, but ended up spilling all the water. अब चाहिँ म नुहाउन जान लाग्यो, but के मैले आफैले नुहाएँ होला त? My mom helped me. Thank you so much, मामु. त्यसपछि एउटै हातले मैले मेरो आफ्नो कपाल ड्राई गरे, कपाल कोरे. Now the challenging part. यो प्रेसर कुकर मैले कसरी खोल्ने? वाह! मम्मी मैले प्रेसर कुकर खोले भनेर सुनाए. भातमा घिउ पनि राखे, कान्छीलाई बाडे र ग्वाम गुम खाएर सकाए. Now let's do some DJ. आफ्नो दिमाग लगाएर यसो माथि राखेर भाँडा माझ्न लाग्यो त सोचे जस्तो सजिलो त नहुने रहेछ. सो मिसन फेल. मेरो ड्याडीले चाहिँ छोरीले खान्छे भनेर यति धेरै फ्रुट्स ल्याइदिनु भएको छ, तर त्यो कुन चाहिँ पसलेले फ्रेस फ्रुट भनेर कुहिएको लिच्ची पठाइदियो त. गल्ती ड्याडीको पनि हो, बट माई ड्याडी इज द बेस्ट. मलाई खरबुजा खानु मन लागेर एउटा हातले खुट्टाले ट्राई गरे. वेट फर पार्ट 2.